यो देशमा कोही न कोही जेल त जानै पर्छ। सुरुवात मबाट गर्नुहोस्, म तयार छु। अब त संसदीय समितिमा पनि तपाईँहरूको बहुमत भयो होला। अब त मलाई ठग प्रमाणित गर्न तपाईँलाई कुनै आपत पनि पर्दैन होला। गर्नुस् ठग प्रमाणित। यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो। यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो। फाइल खोल्छु, खोइ खोल्नु भएको भन्नुभएको थियो। फाइल खुलेको 24 घण्टामा सरकार ढाल्नु भयो। कसरी खोल्ने फाइल? 24 घण्टामा। यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन। तपाईहरूले आफूले गरेको सहमति खल्तीमा हाल्नु भएको छ, देखेका छैनौं। आज यतिखेर यो सदनमा उभिएर म गर्वका साथ भन्न सक्छु, 21 सिटको दल, 4वटा मन्त्रालय, सदनमा विरोध, सडकमा पुतला, अदालतमा मुद्दा, चारैतिर हंगामा। यस बीचमा 4 महिनाका बीचमा यति धेरै मानिसहरू, हाई प्रोफाइल मानिसहरूको पक्राउ, केहीको त नाम मैले लिनै हुँदैन। लोकतन्त्र खतरामा पर्छ, प्रेस स्वतन्त्र खतरामा पर्छ। आधार, प्रमाण, मुद्दा, उजुरी केही पनि नभएको केसमा म सदन र सडकमा सहकारी ठग भनेर चिनिए।